पुस्तान्तरणको महत्त्व र उपादेयता राजनीतिमा मात्र होइन, मानव जीवनको हरेक क्षेत्रमा अर्थपूर्ण छ। किनकि बढ्दो उमेर र बहुकार्य व्यस्तताको कारण मानव क्षमतामा ह्रास आउँदछ। यो स्वाभाविक हो। त्यसलाई पूर्णतः नजरअन्दाज गर्न कदाचित मिल्दैन। हिन्दू शास्त्रले सुख, आनन्द र व्यवस्थित जीवनको लागि प्राकृतिक नियम अनुसार मानव जीवनलाई ब्रह्मचर्य, गृहस्थ, वनप्रस्थान र सन्यास गरी 4 तहमा विभाजन गरे जस्तै पुस्तान्तरण पनि एउटा प्राकृतिक नियम हो। शारीरिक र मानसिक स्पष्टसँग इङ्गित गर्नु पर्दा भिजन र उमेर बीचको सिक्वेन्स नै पुस्तान्तरणको मुख्य अंश हो। नेतृत्व विकास र अवसर प्रजातन्त्रको महत्त्वपूर्ण पक्ष हो। यसमाथि ब्रेक लगाउनु प्रजातन्त्रको सङ्कुचन हो। नेतृत्व विकास र अवसरको अवसान हो। काङ्ग्रेस वर्तमानमा यही पथमा हिँडिरहेको छ। केन्द्रीय तहमा नेतृत्व सम्हाल्न सक्ने योग्यता, अनुभव, व्यक्तित्व भएका नेताहरू हुनुहुन्छ, तर पालो आउँदैन। लिडरसिप एन्ड लर्निङ, नेतृत्व र सिकाइ एक अर्काको लागि अपरिहार्य छ। किनकि नेतृत्वले सुनाउने र सिकाउने मात्र होइन, आफ्नो पार्टीको गतिशीलता र सामयिकताको लागि नेतृत्वले बढीभन्दा बढी सुन्नु पर्दछ, सिक्नु पर्दछ, त्यसको कार्यान्वयन प्रति गम्भीर रहनु पर्दछ। काङ्ग्रेसमा यस्तो ट्रेन्ड छैन। किनकि वर्तमान नेतृत्व आफ्नो कोर ग्रुप बाहेक अरू कसैको सुन्दैन र कसैबाट सिक्न चाहँदैन। निर्वाचन अघि वा पछि महाधिवेशन गर्ने भन्ने विषयमा केन्द्रीय कार्य समितिको बैठक लामो समयदेखि चलिरहेको छ, तर पनि निर्णयमा पुग्न सकेको छैन। संस्थापन पक्षधरहरू क्रियाशील सदस्यता लगायत अनेकन कार्यहरू गर्न ठाँतिरहेको हुनाले निर्वाचन अगावै महाधिवेशन सम्भव नरहेको अडानमा छन्। काङ्ग्रेस जस्तो पार्टीले वर्तमान अवस्थामा आफ्नो पार्टीभित्र विशेष अवस्थाको घोषणा गर्दै निर्वाचन अघि महाधिवेशन गराउन सक्दैन र निश्चय पनि गर्न सक्छ, तर नेतृत्व पक्षले त्यसो गर्न चाहँदैन। पार्टीलाई परिवर्तित समय र अवस्था अनुसार परिवर्तन र सुदृढ गर्न निर्वाचन अगावै महाधिवेशन गर्ने, नेतृत्व परिवर्तन गर्ने अडानमा अर्को पक्ष, भनौँ महामन्त्री पक्ष रहेको छ। बैठक लम्ब्याउँदै गलाउने नियतमा बैठक लम्ब्याउँदै अर्को पक्ष, भनौँ महामन्त्री पक्षलाई गलाउने नियतमा संस्थापन पक्ष रहेको बुझिन्छ। महामन्त्री विश्वप्रकाशजीले भनिहाल्नुभयो कि उहाँहरूको प्रस्ताव बमोजिमको निर्णय नभएको खण्डमा महामन्त्री रहन्न। संस्थापन पक्षले खोजेकै यही हो। लामो समयदेखि बैठक बस्दै आएको तर निर्णयको अवस्थामा पुग्न नसकेको सन्दर्भमा जनमानसमा एउटा आशंका पलाएको छ कि आफ्नै पार्टीभित्र फरक
मत राख्नेहरू विरुद्ध संस्थापन पक्षले कन्स्पिरेसन थ्योरीको नीति अनुसार गोती चालिरहेको छ। आफूले खोजेको, आफूले चाहेको निर्णयमा नपुगुन्जेल वा त्यो निर्णयको नजिक नपुगुन्जेलसम्म बैठक लम्ब्याउने जस्तो कि अहिले गरिरहेका छन्। मनन योग्य छ कि कन्स्पिरेसन थ्योरी आफैमा एउटा पावर गेम हो, तर त्यो वास्तवमा सुसाइड गेम हो। जय मातृभूमि, जय नेपाल।